हेलो हाई दर्शन नमस्ते सेवा सेवारो लासो फ्याफुला झोरले तासिदोले नम सेवाल तारेमाम जोजो लोप्पा डाक्सु सबैजनालाई सेवारो भन्न चाहन्छु। म चाहिँ एक्चुअली हिजो नयाँ वर्षमा अनि आज मेरो भाग घुम्नको लागि म चाहिँ अनि साउदी रियादमा म चाहिँ भ्रमण गर्नुको लागि म निस्किरहेको छु गाइड चाहिँ। अनि सिर एकदम हावा पनि चलिरहेछ है। अनि साउदीको पनि म देखाउन चाहन्छु तपाईँहरूलाई। अनि यो सबै सुनको पसलहरू त्यो हो है पारीको चाहिँ। अनि गाइस म चाहिँ खास एक्चुअली ब्याङ्कतिर हिँडेको है, तर आज एकदम मौसम एकदम सिरसिर हावा चलिरहेछ कस्तो अनि सफा मौसम है। अनि एउटा साउदीको सिस्टरहरू पर रोड काट्दैछ रोड काट्दैछ यसरी कालो लाउँछ। अनि साउदीहरूले चाहिँ पुरै मुखदेखि छोपेर सबै तलसम्म लाउँछ। मेट्रो आइरहेछ गाइड छु यही हो मेट्रो है। साउदीको घरहरू चाहिँ यस्तै हुन्छ है, यो एकै लेभलको हुन्छ। हाम्रो नेपालमा त हो जस्तो हो र, ठुलो पैसा भयो कि ठुलो घर बनाउने। यहाँ त त्यस्तो हुँदैन। साउदीमा त धनीको पनि यत्रै घर, गरिबको पनि यत्रै घर। यहाँबाट माथि लग्यो भने त सरकारले कारबाही गर्छ। त्यसैले धनीको पनि यत्रै घर हो अनि गरिबको पनि यत्रै घर हो गाइज। अनि हाम्रो नेपालमा जस्तो हो र, गरिब भयो भने सबै अक्सिजन हावा छेकेर चेपारोमा पारेर मार्ने। यहाँ त त्यस्तो हुँदैन। त्यसका बाजे लाखे यहाँको धनीको गरिब छुटाउनै सकिँदैन त्यसका बाजे। त्यसैले यो रुल्स नियम चाहिँ साउदीमा एकदम ठिक छ, राम्रो छ भन्न चाहन्छु है। कन्टिन्यू गाडी गइरहेछ है। तर यहाँ विदेशमा त पहिला भन्नुहुन्थ्यो ओभरट्याक गर्नु पाउँदैन भन्थ्यो। यहाँ चाहिँ गर्छ जोस् साउदीमा चाहिँ ओभरट्याक गर्नु पाइँदैन भन्थ्यो। पुरा यो कपाल त पुरा हावाले त कस्तो, अनि पुरा जेलले पुरा कपाल ठाडो पारेको जस्तै पुरा उडाइरहेको छ है मेरो कपाल पुरा। जेल लगाएर ठाडो पारेको चाहिँ नसोच्नु होला। चाहिँ म मेट्रो स्टेसन पुगेँ। यो मेट्रो स्टेसनमा चाहिँ ढोका खुल्छ कि खोल्दैन है, ट्राई गरौँ। मेट्रो स्टेसनमा म चाहिँ पुगेँ है। यहाँ चाहिँ प्यासेन्जरहरू चाहिँ यहाँ यो भित्र गर्मी हुन्छ साउदीमा। अनि
यो अटोमेटिक खोल्यो है। यहाँ प्यासेन्जरहरू चाहिँ यो भित्र हुन्छ है यो। अनि त्यसपछि जब मेट्रो आउँछ त्यसपछि अनि ढोका खोल्छ अनि त्यसपछि जान्छ है। विदेश भनेको विदेश नै हो जोस् है। यहाँ सर पुरा एसी चलिरहेछ है। यहाँ मेट्रोलाई वेटिङ गर्ने हो। छक्क आउँछ मेट्रो अनि निस्किने अनि कहाँ कहाँ जाने यो लोकेसनहरू हो। अनि सर म जान्छु। यहाँ ढोका आफै खोल्छ कि खोल्दैन यहाँ त है। आफै ठेल्नुपर्ने हुन्छ है। सर यहाँ यस्तो मेट्रो आइपुग्यो। अब यहाँ स्टाफहरू यहाँ प्यासेन्जरहरू भएको हुन्छ तर यहाँ चढिहाल्छ। मेट्रो आयो छेउमा मेट्रो आयो है। गयो मेरो मेट्रो सैलुनतिर गयो यो। अनि यो बिरुवा छ है यस्तो। ल मेरो सानो भिडियो साउदीको यो सानो दृश्य कस्तो लाग्यो तपाईँहरूलाई आफ्नो प्रतिक्रिया नभुल्नु होला। म चाहिँ अब फाइनली बिहान पुग्नु लागिरहेको छु। एउटा मेट्रो आइरहेछ उता मेट्रो आइरहेछ होइन जाँदै गरेको हो। अनि यहाँ सिग्नल खुलेको छैन उसको लाइन त्यही भएर अनि सिग्नल खोल्नुलाई वेट गरिरहेको छ। अब हेर्दै खोल्छ। अब त्यहाँ म गर्दै उसको सिग्नल खोल्छ अनि लागिहाल्छ। जेब्रा क्रसिङमा मेरो लाइन आएको छ। म फेरि जेब्रा क्रस गर्न जान्छु गाइज। तर जेब्रा क्रसिङमा नपुगिकन म बिचमा काटिएँ। त्यो मेरो गल्तीको आई एम सो सरी भन्न चाहन्छु है। यस्तो रङ काम गर्नु त नमिल्ने हो। मेट्रो गयो जेब्रा क्रसिङमा मेरो अब